नमस्ते एभ्रिवान। आज मैले चिकन याक्नी पुलावको रेसिपी लिएर आएको छु, जुन पकाउनमा पनि एकदमै सजिलो र खानामा पनि एकदमै स्वादिष्ट हुन्छ। यसको चिकन एकदमै सफ्ट र जुसी हुन्छ र पुलाव एकदमै मसालेदार हुन्छ। ल अब लागौ है त्यो रेसिपीतिर। सुरुमा मैले 3 कप जति बासमती चामल लिएको छु। यो बासमती चामललाई मजाले धोएर पखाल्दै हामीले राख्नेछौँ। र पुलावमा राख्नको लागि मैले 3वटा ठुलो साइजको आलु यसरी छिलेर राख्दैछु। एउटा आलुको 4 टुक्रा जति काट्नेछौँ। यो एकदमै अप्सनल हो, हजुरहरूलाई आलु मन पर्दैन भने नराख्नु भए पनि हुन्छ। मलाई चाहिँ मन पर्ने भएकोले मैले आलु राखेको छु। र अब हामी 1 केजी जति मासुमा हामीले 6-7वटा जति मिडियम साइजको प्याज लिनेछौँ। यो प्याजलाई यसरी छिलेर सफा गर्छौँ। यो प्याजमा यस्तो कालो कालो दाग हुने भएकोले यसरी राम्ररी पखालेर अनि बल्ल काट्ने। यतिको साइजमा हामीले काट्दा हुन्छ। र अब ग्यास अन गरेर अब हामी कुकरलाई एकछिन हिट गर्न लाग्छौँ। र कुकर यतिको हिट भइसकेपछि अब यसमा मैले तेल राखेको छु। र अब हजुरहरूसँग खडा मसलाहरू के छ, मैले चाहिँ ल्वाङ, सुकमेल र तेजपत्ता राखेको छु र 2वटा हरियो खुर्सानी। र यो भइसकेपछि अघि हामीले काटेको आलु राख्नेछौँ। यो मधुरो आँचमा हामीले आलु अलिकति गोल्डन ब्राउन हुन्जेल पकाउनेछौँ। र यतिको भइसकेपछि अब हामीले यसमा अघि काटेको प्याज राख्नेछौँ। प्याजलाई पनि मजाले चलाउँदै पकाउँदै यतिको क्यारामेलाइज भइसकेपछि यो हाम्रो भइसक्यो। र अब यसमा हामीले 2 चम्मच जति जिन्जर गार्लिक पेस्ट राख्नेछौँ। यसलाई पनि बिस्तारै चलाउँदै पकाउनेछौँ। र यति भइसकेपछि हामीले अघि लिएको 1 केजी मासु यसमा राख्नेछौँ। र यसलाई पनि आलु र त्यो प्याजसँग चलाउँदै पकाउनेछौँ। र अब यसमा राख्ने सम्पूर्ण मसलाहरू, बेसार अनि नुन, खुर्सानी र थोरै कालो मरिच, जिरा धनिया पाउडर अनि यो बिरयानी मसला। बिरयानी मसलाले एकदमै फ्लेभर लिएर आउँछ। र यो सबै मिक्स गरेर हामीले एकछिन चलाउँदै पकाउनेछौँ। यतिको भुटिसकेपछि अब मसलाले पनि तेल छोड्छ र हामी अघि भिजाएको चामललाई राख्नेछौँ। र हजुरहरूले यसरी नै बोइल गरेर पकाउनुहुन्छ भने जति कप चामल लिनुहुन्छ सेम कपको डबल गुणा पानी, र सिटी लगाएर पकाउनुहुन्छ भने 1.5 गुणा पानी चाहिन्छ। र अब हामीले ड्राई फ्रुट्स राख्नेछौँ। यसमा हजुरहरूले किसमिस राख्नुभयो भने बेस्ट हुन्छ। र 2 चम्मच जति घिउ राखेर अब यसलाई मजाले मिक्स गर्नेछौँ। र अब 3 कप दही र 3 कप पानीको मिक्सचर राख्नेछौँ। यसमा दही यसको मेन इन्ग्रिडियन्ट हो। यसले नै एकदमै यो पुलावको टेस्ट लिएर आउने गर्दछ। त्यसैले यो छुट्याउँदै नछुट्याउनु होला है त। र यो राखिसकेपछि अब यसमा मिक्स गरेर अब मैले धनियाँ अलिकति छर्टेर अब यसलाई मधुरो आँचमा ढाकेर पकाउनेछौँ। र यो सबै त्यो अघि दहीको मिक्सचर यो सबै सुकिसकेपछि, यो पानी सुकेपछि हजुरले चेक गरेर पाक्यो कि पाकेन, अनि त्यही हिसाबले बल्ल बन्द गर्नुभयो हुन्छ। र मेरो पुलाव त रेडी भइसक्यो। अब हजुरले पनि ट्राई गर्नु होला है त। थ्याङ्क यू।